हामी लाग्यौँ अब एकदम यात्रा त धेरै टाढाको अब कति टाढा भन्ने त्यो अलिक थाहा भएन तर अहिले चाहिँ हामी यो 12 कुने गएको बाटो भोलिसम्म अहिले फिलहाललाई त्यतिसम्म यात्रा रहनु भएको छ त्यहाँबाट कहाँ जाने हो यस्तो कृपया च्यानलमा बसिरहनु होला यो चाहिँ हाम्रो घोराइको 12 कुने त एकदम राम्रो छ हामी चाहिँ होलेरी आइपुग्यौँ होलेरबाट देखिने यो चाहिँ सुन्दर हिमालहरू जसमध्ये एउटा सिस्नी हिमाल पनि पर्दछ है साथीहरू हामी अहिले होलेरी आइपुगेका छौँ एकदम कठिनाई यात्रामा एकदम खार पट्टाउँदै खुट्टा खुच्चाउँदै हामी आइपुगेको छौँ साथै यो सुन्दर हिमाल हेरौँ हिमाल छ त्यहाँ ठ्याक्क योगी डिटेल्स पाली पेट्रोल पम्पको अगाडि हामी घुमेर सुन्दर नगरीमा हामी एकदम रमाइलो गर्दै भिडियो फोटो खिच्दै इन्जोय गरेका छौँ साथीहरू हजुरहरू पनि पक्कै यो ठाउँमा एकचोटि भिजिट गर्न अवश्य आउनु होला यात्रा चाहिँ हाम्रो जारी नै छ अघि एकदम कच्ची बाटो चाहिँ धुलो धुलो खाइयो अहिले चाहिँ हल्का हल्का पिच बाटो आएको छ होलेरी कटेपछि चाहिँ यस्तै पिच होस् भन्ने आश छ है त्यो होस् बाटोको मर्मत चाहिँ हुँदैछ अरे ठक्क धुलो सोलो फालिरहेछ यस्तो पिच बनाउनलाई बाटो बन्दै अवस्था यस्तो छ गाइज बाटो त यस्तै हो नेपालको धुलो अलिकति कम छ हिजो अस्ति पानी परेर होला नत्रभन्दा बाटो खतम अलिकति सहज भएको छ हल्का 10% सहज त्यही पनि दुई तिनवटा बाटोमा दोजरले खनेर बाटो घुराउँदैछन् या हेर बाटो बर्खा नलाग्दै यस्तो छ बर्खामा कस्तो होला गाइज सी अझै त बर्खा लागेको छैन लगाएपछि यहाँ त पुरै भल हुन्छ होला भल भन्दैछ बाटो मौत का कुवा नेपालमा गरी खानु पनि गाह्रै छ दुःख छ आइन्दै कस्तो छ दुःख छ कि छैन बाइकमा त हामीले त बाटो भन्दैछ हो हिजोको 10 बजेको उडानबाट आजको 10 बजेसम्म ठ्याक्कै 24 घन्टा भयो यो 24 घन्टाको अन्तरालमा हामी आइपुग्यो ठ्याक्क कहाँ भन्दाखेरि यो सुनमाको यो पेरिखेरीबाट अहिले चाहिँ हाम्रो यात्रा चाहिँ एक्ज्याक्ट ठाउँ त थाहा भएन तर हठातमा यस्तो डाँडा काँडाका रुख बिरुवाले जनाउँछ कि यिनी हाई ठाउँमा नै अग्लोट ठाउँमा नै हुने बोट बिरुवा हुन् भनेर बुझ्न सकिन्छ र सामान्यतया लाइन विस्तार भइरहेको छ यहाँ केही विस्तार भएर पनि पोलहरू भग्नावशेष अवस्थामा छन् अब यसलाई चाहिँ पुरा मर्मत समार गरेर फेरि सुचारू गर्ने अवस्थामा रहेको विद्युतको लाइनहरू छ ब्याक क्यामेरामा छौँ भने हाम्रो राइडरमा विकास मात्र देख्नु भएको छ हो त्यो तपाईँलाई देखाउन सक्छौँ हेर्नुहोस् यो सबभन्दा हाई अल्टिट्युडको बाटोमा
हाम्रो युनिकर्न 160 डिस्को 160 होन्डाको युनिकर्न चलिरहेको छ र अब चुनमाङको फेरिलाई पन्छ्याउँदै हामी नेक्स्ट गाउँको आगमनमा छौँ र हेर्नु सुन्दर हिमाल। वाउ! एकछिन मनमोहक ठाउँ छ एकदमै। हामी सकेसम्म यहाँलाई जुम आउट गरेर देखाउनेछौँ। हेर्नुहोस् र बाटो पनि निकै डेन्जर छ, यो पनि ख्याल गर्नु होला। यस्तो डेन्जर बाटोमा एउटा दामी भ्यू छ, यहाँलाई लगभग जुम आउट गरेर देखाउँछौँ। हेर्नुहोस् यो चाहिँ मनोरम दृश्य छ। माछा पुच्छ्रे, सिस्ने हिमाल समथिङ के नामका छन्। साथीहरू यो चाहिँ हाम्रो रुकुमकोट हेर्न सक्नुहुन्छ। रुकुमकोटको सुन्दर नजरिया यस ठुलै छ ट्र्याक्क लाएर। यो चाहिँ हाम्रो कमलदह। यहाँबाट हेर्दा त पुरै यत्रिको सानो देखिन्छ, उहाँ जस ठुलै छ। त्यही त भनिन्छ नि, टाढाबाट हरेक चिज सानो देखिन्छ, नजिक गएपछि वास्तविकता त्यसको बल्ल थाहा हुन्छ भनेर। त्यही नै हो। ल पिला पिला डाँडाहरू, पिला 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 यो बाइकको ताना खाना गएर हुन्छ दामी गएर घटाएर उठाउनु नि त। हिउँ पनि खेलियो साथीहरू, हिउँको एउटा जिन्दगीमा एक्सपिरियन्स पनि ल्याइयो। यसपछि चाहिँ हामी चाहिँ हिउँमा खेलेको केही भिडियोजहरू हजुरका प्रस्तुत गर्नेछु। Tired of fitting in, wanna do something well different. I'm thinking brand new thoughts, so futuristic. I'ma take time out, gotta get my mind right somehow. Awakening the force, feeling mystical. You've been on my line, I stay busy grinding. I ain't got the time, got business to be minding. I'm a boss, you know this. I'm a boss, you know this. Wasted, can't feel my face, yeah. I've been sipping cups, trying to make it go away. Make it painless that we didn't make it. Cause when I'm sober, I miss you every day, yeah. You've been on my line, I stay busy grinding. I ain't got the time, got business to be minding. I'm a boss, you know this. I'm a boss,